यो चाहिँ डम्फु पार्क। यो चाहिँ रामेछापको सुनापति गाउँपालिकाको वडा नम्बर 3 हिलेदेवी र वडा नम्बर 4 बेथानको सङ्गम स्थल। यो डम्फु पार्क भनेर निकै चर्चित पनि भयो। एकदम पर्यटकहरू आउने भनेर निकै हल्ला पनि भयो। राम्रो पनि थियो, मान्छेहरू आउने फोटोसोटो खिच्ने राम्रो पनि भइरहेको थियो। तर पछिल्लो समय बाढीले गर्दा पनि पहिरो सहिरोले गर्दाखेरि पनि यसको अवस्था अहिले चाहिँ अलिक जीर्ण देखिन्छ। यहाँतिर भत्केको अनि यसको संरक्षण भएन भनेर निकै आलोचना पनि भइरहेको छ। यो चाहिँ तामाङ संस्कृति अन्तर्गत टुङ्ना डम्फुहरू यसरी बनाइएको थियो। तर यो छोटै समयमा यसरी भत्किन गएको हुँदा यो अलिकति संरक्षणको निकै अभावै देखिन्छ। झट्ट हेर्दाखेरि यहाँ ठुलो यस्तो पहिरो जस्तै तलबाट वाल उठाउनु पर्ने यस्तो छ। यसलाई अब भूगोल पनि त्यस्तै यस्तो चिरा परेको देखिँदछ। अब यो संरक्षण भन्दा पनि यसलाई अब भूगोल पनि त्यस्तै भएको हुनाले यो पहिरोले अलिकति अप्ठ्यारै बनाएको जस्तो देखिन्छ। यसलाई अब पर्खाल लाउने मात्र नभएर तलदेखि नै यो चिरा परेको देखिएको देखिन्छ। अब यसलाई गाउँपालिकाले कसरी लिएको छ, स्थानीय रूपमा यसको खुब विरोध पनि सामाजिक सञ्जालमा विरोध जस्तो यसो भएन भनेर अलिकति यसको आलोचना पनि भइरहेको छ। यहाँतिर मानिसहरू आउने बस्ने फोटोसोटो खिच्ने काठमाडौँ ओहोरदोहोर गर्ने मान्छेहरूको लागि यो एकदम फोटो खिच्ने तामाङ संस्कृतिको जगेर्नाको लागि भनेर डम्फु पार्क नेपालकै सबैभन्दा ठुलो डम्फु पार्क डम्फु पनि भनेर यसलाई एकचोटि त हल्ला पनि भएको थियो। तर हो कि होइन त्यो आधिकारिक चाहिँ केही थिएन। यो यस्तो छ। अब यहाँबाट चाहिँ उता सैलुङ देख्न सकिन्छ। यो सबै अहिले त तुवालो लाएर त्यति राम्रो देखिँदैन। यो सुनापति गाउँपालिकाको 3 नम्बर वडा पर्छ। यो साइड जङ्गल हो। यसपालिको पानीले निकै क्षति गरेको छ, पहिरो। अब यो चाहिँ बेथान एकदम ठुलो गाउँ छ। यो बेथान, यो माथि बेथान लेखदेखि तल भलवाडी दृश्य तल यो खानी खोला हो। यो तल यो पानीले माथिदेखि नै पहिरो यसरी खोलाहरू बगिरहेको छ। एकदम गाह्रो छ। हेर्नुहोस्, बेथान गाउँहरू बाक्लो बस्ती छ। धेरैलाई फेरि बेथान कुलमान जन्मेको भनेको छ। कुलमान जन्मेको चाहिँ अलिक पर यो देखेको भन्दा अलिक पर हो, तल्लो भएको उहाँको चाहिँ। अहिले अब मन्त्री पनि हुनुहुन्छ। यसलाई अब हुन त गाउँपालिकाले पनि केही सोचिरहेको होला। यसलाई संरक्षण गर्नलाई केही उपाय सोचिरहेको होला। यतिकै यसलाई खेर जान दिनु त भएन। यसको के उपाय हुनसक्छ, यसको पुनर्निर्माण, यसलाई पर्खाल लगाएर जोगाउने सम्बन्धित निकायले अलिक ख्याल पनि गर्नुपर्ने देखिन्छ। यो चाहिँ यस्तो छ। अनि आउनेहरूको लागि भनेर यहाँ सानो पसल जस्तो पनि यहाँ व्यवस्था थियो। अहिले त योहरू पनि यस्तो टहर राखेर यसको संरक्षण पनि गर्न मिल्ने यहाँ सानो व्यापार व्यवसाय पनि हुन्छ भन्ने हिसाबले यस्तो होटल सटल पनि थियो। अहिले त यो ठाउँै अलिकति यस्तो चाहिँ पहिरो चिरा परेको।
के छ यसरी बनाएको छ यो यसरी बनाउँदाखेरि ल यसको चाहिँ जे भए पनि संरक्षण गर्न मिल्ने भए यसलाई अथवा पुनर्निर्माण यसको के उपाय हुन सक्छ किनकि यसले राम्रै आन्तरिक पर्यटकलाई पनि यसो राम्रै एक खालको डाँडाबाट फोटोसोटो खिच्न पनि राम्रै भइरहेको थियो अब यसलाई के गर्न सकिन्छ पक्कै पनि सोच्ने बेला भएको चाहिँ अवस्था यस्तो हो ल डम्फु पार्क